ओके गाइस, सो अब यो भिडियोमा हामी चाहिँ पाइथागोरियन आइडेन्टिटिजतिर हामी जान्छौँ है। अब पाइथागोरियन आइडेन्टिटिजमा के हुन्छ भने तीनवटा बेसिक फर्मुला हुन्छ तपाईको। हामी जुन चाहिँ स्क्वायरमा हामी हेर्छौँ नि त्यस जसरी चाहिँ sin स्क्वायर थीटा इज इक्वल्स टु sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा इज इक्वल्स टु 1। ओके, अब यो के हुन्छ भने हामीले जतिखेर चाहिँ स्क्वायरबाट हामीले के प्रुभ गर्नुपर्ने हुन्छ, त्यहाँ स्क्वायर दिएको छ वा कि अझै केही दिएको छ भने चाहिँ हामीले त्यहाँबाट प्रुभ गर्नको लागि यो फर्मुला चाहिँ हामी युज गर्छौँ। सो यो फर्मुलाबाट हामी के फर्मुला अझै अर्को फर्मुला बनाउन सक्छौँ। जस्तै चाहिँ अब पहिला त यो फर्स्ट भइसक्यो, त्यसपछि 1 प्लस tan स्क्वायर थीटा इज इक्वल्स टु के हुन्छ sec स्क्वायर थीटा हुन्छ। त्यस्तै चाहिँ cot स्क्वायर थीटा प्लस 1 इज इक्वल्स टु हुन्छ cosec स्क्वायर थीटा। भनेपछि अल टुगेदर तीनवटा फर्मुला हुन्छ पाइथागोरियन आइडेन्टिटिज भनेर। यहाँ तीनवटा मेन फर्मुला हुन्छ। यो तीनवटाबाट चाहिँ अरू फर्मुला चाहिँ प्रुभ हुने गर्छ। जसरी चाहिँ अब sin स्क्वायर थीटा यदि हामीलाई हेर्नु छ भने कुनै पनि क्वेसन आएको छ जुनमा हामीले चाहिँ sin स्क्वायर थीटाको मात्र प्रयोग गर्नु छ भने चाहिँ अनि त्यसलाई cosमा लैजानु छ, cos स्क्वायर थीटामा लैजानु छ भने चाहिँ हामी चाहिँ नर्मली के गर्छौँ भने यो प्लस cos स्क्वायर थीटाले के गर्यो उता गर्यो इज इक्वल्स टु यहाँ ल्याइदियो, यो के भयो उता गर्यो। त्यो 1 त यतिकै रहिरहन्छ, यो प्लसबाट यो के भइहाल्छ माइनस भइहाल्छ। ओके, यो प्लसबाट सिम्पली के भइहाल्यो माइनस भइहाल्यो। अब यो त हुने बित्तिकै यदि हामीलाई चाहिँ स्क्वायर दिएको छैन, मलाई मतलब sin थीटा मात्र छ भने र उता चाहिँ स्क्वायरमा दिएको छ वा रुट छ भने चाहिँ यसरी चाहिँ रुट लगाउन सकिन्छ। सो यो चाहिँ रुट लगाउनको लागि पनि के हुन्छ, यदि आरएचएसमा प्रुफमा तपाईको रुट दिएको छ भने चाहिँ रुट भएको बेलामा चाहिँ तपाईले यसरी पनि प्रयोग गर्न सक्नुहुन्छ। डाइरेक्टली यताबाट स्क्वायर हटाउने बित्तिकै उता के भयो रुट लाग्यो। अब यसको प्रोसेस पनि सिम्पल म्याथमेटिकल प्रोसेस नै छ। अब जसरी चाहिँ तपाईले नर्मली sin स्क्वायर थीटा इज इक्वल्स टु मैले के गरे 1 माइनस cos स्क्वायर थीटा दिए, ठीक छ। अब मैले के गरे भने चाहिँ यदि रुट किन लगाइन्छ भने चाहिँ हामीले यो स्क्वायर हटाउनको लागि हामी के गर्छौँ उतापट्टि रुटमा दिएको छ त्यो टेकिङ रुट अन बोथ साइड गर्दै, ठीक छ। अब स्क्वायरको फर्मुला त स्क्वायरको छ, हामीलाई साइन मात्र दिएको छ भने चाहिँ अब यो के गर्यो चाहिँ रुट हट्ने बित्तिकै यो स्क्वायरले के भयो रुट कट्यो, सो यो बच्यो sin थीटा मात्र, राइट। अब यो sin थीटाको स्क्वायरले रुट कटेपछि यो sin थीटा मात्र बच्यो। तर यहाँ हेर्नु 1 यो होल स्क्वायरमा छैन के, यो छुट्टा छुट्टै स्क्वायरमा छ, त्यही भएर रुट चाहिँ यहाँ स्क्वायरले कट्दैन, यो भन्छ 1 माइनस cos स्क्वायर थीटा। सो जतिखेर हामीले नर्मल साइनलाई यदि हामी उतातिर रुटमा लैजानु छ भने यो फर्मुलाद्वारा हामी युज गर्न सक्छौँ। सेम यही प्रोसेसलाई हामी के भन्छ यता पनि हामी चाहिँ cos स्क्वायर थीटा यदि छ भने चाहिँ साइन उता गइहाल्छ, यो भन्छ 1 माइनस sin स्क्वायर थीटा। ओके, वा cos थीटा छ भने चाहिँ रुट अन्डर के भइहाल्छ यो 1 माइनस cos स्क्वायर थीटा sin स्क्वायर थीटा भइहाल्छ है। अब यो नेक्स्टमा हामी गयो भने यदि 1 मात्र हामीले प्रुभ गर्न चाहिँ 1 यदि 1 भयो भने हामी यो तीनटाबाट कुनै फर्मुला लिजान सक्छौँ। सिधै के गर्दिनु sec स्क्वायर थीटा माइनस cot स्क्वायर थीटा। मतलब आरएचएसमा तपाईले के दिएको छ, एलएचएसमा 1 छ भने तपाईँ के गर्नु त सिम्पली चाहिँ 1 युज गर्नु कि यो तीनटा 1 छ, यहाँ तीनटा 1 तपाईँ युज गर्न सक्नुहुन्छ। मतलब 1 को फर्मुला यहाँ पनि हेर्नु sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा इक्वल्स टु के छ 1 छ, यो पनि युज गर्न सक्नुहुन्छ। त्यस्तै यहाँ 1 को युज गर्नुपर्छ भने tan उता लैजानु 1 इज इक्वल्स टु के भइहाल्छ sec स्क्वायर थीटा माइनस tan स्क्वायर थीटा। यहाँबाट पनि 1 तपाईको प्रुफ भइहाल्छ। ओके, अब वा सँगसँगै तपाईले प्रुफ गर्नुपर्ने छ भने चाहिँ tan स्क्वायर थीटा प्रुफ गर्नु छ भने tan स्क्वायर थीटा इक्वल्स टु यो भइहाल्छ sec स्क्वायर थीटा माइनस 1। यो 1 के भयो त उतातिर गइहाल्यो। वा यसलाई चाहिँ tan थीटा मात्र छ भने रुट लगाउन सक्नुहुन्छ, स्क्वायरमा रुट छ भने चाहिँ। अब नेक्स्ट चाहिँ तपाईको यतातिर दिएको छ तपाईको cot स्क्वायर थीटा प्लस 1 इक्वल्स टु cosec स्क्वायर थीटा। अब यसमा पनि तपाईको के गर्नुपर्ने छ भने सो 1 यदि युज गर्नुपर्ने छ आरएचएसमा तपाईले cosec र cot दिएको छ भने चाहिँ तपाई 1 यो त्यसमा छ भने 1 को ठाउँमा हामी चाहिँ के गर्न सक्छौँ cot स्क्वायर थीटा इज इक्वल्स टु cosec स्क्वायर थीटा माइनस 1 भइसक्यो। वा 1 लाई यता गर्दियो भने वा यहीँबाट प्रुभ गर्न सक्नुहुन्छ 1 इज इक्वल्स टु cosec स्क्वायर थीटा माइनस cot स्क्वायर थीटा। सो यसरी तपाईको के हुन्छ भने पाइथागोरियन आइडेन्टिटिजहरु चाहिँ सबै फर्मुला चाहिँ यहाँबाट हामी भइसक्यो। हेर्नु अल टुगेदर यो जति पनि छ नि यो सबै जति पनि मैले स्टेप्स गरेको छु नि यो सबै स्टेप्स एउटा स्टेप चाहिँ ट्रिगोनोमेट्रीमा फर्मुला नि। ओके,
सिम्पली तपाईँ यो बुझ्न सक्नुहुन्छ। त्यही भएर ट्रिगोनोमेट्रीको फर्मुला लर्न गर्न चाहिँ एकदमै गाह्रो छ कि तपाईँले सोच्नुहुन्छ भने सबै फर्मुला लर्न गरिदिन्छु नो, यो लर्न गर्न यदि सोचिराख्नु भएको छ भने इक्जाममा तपाईँले धोका पाउनुहुन्छ। किनभने यो लर्न गरेको फर्मुला जहिले पनि तपाईँ के हुन्छ भने इक्जाममा वा सर्टेन जतिखेर तपाईँले सबभन्दा धेरै आवश्यकता हुन्छ नि त्यतिखेर नै त्यो फर्मुला तपाईँको दिमागबाट के हुन्छ नर्भसनेसले गर्दा चाहिँ यो आउँछ भनेपछि नर्भसनेस वा ओभर कन्फिडेन्सले गर्दा यो दुईटाबाट कुनै एउटा कारणले गर्दा तपाईँको यो फर्मुला अटोमेटिकली गइहाल्छ क्या। त्यही भएर यो फर्मुला बनाउन सिक्नु के मानौँ मैले बिर्सी पनि हालेँ भने चाहिँ लर्न नै गर्नु छ भने सबै फर्मुला लर्न गर्नु हुँदैन क्या। मेन फर्मुलाहरू लर्न गर्ने कि अरू सबैको आफैले के गर्ने बनाइदिने। यदि बिर्सियो भने हुन त प्र्याक्टिस छ भने तपाईँले फर्मुला लर्न नै गर्नु पर्दैन। जति धेरै प्र्याक्टिस गर्नुहुन्छ फर्मुला तपाईँलाई अटोमेटिकली लर्न तपाईँको हुँदै गइहाल्छ। र यो अटोमेटिकली लर्न फर्मुला भएको प्र्याक्टिसले गर्दा भएको के हुन्छ भने चाहिँ तपाईँ जब इक्जाममा क्वेसन सल्भ गरिराख्नु भएको हुन्छ नि क्वेसन सल्भ गर्ने बेलामा तपाईँले जुन फर्मुलाको युज हुन्छ दिमागले अटोमेटिकली त्यो फर्मुला खोजेर लगाइदिन्छ कि प्र्याक्टिस यति धेरै राम्रो हुन्छ। ट्रिगोनोमेट्रीमा कसैले पनि केही सिकाइदिँदा हुँदैन कि तपाईँले मात्र आफैले फर्मुला के गर्नुपर्ने हुन्छ त लर्न गर्नुपर्ने छैन, प्र्याक्टिस गर्नुपर्ने छ। सकेसम्म जति धेरै हुनसक्छ त्यति धेरै प्र्याक्टिस गर्नु। फर्मुलासँग मात्र खेल्नु एक दिन 2-3 घण्टा लगाएर मात्र फर्मुला बनाउनु, नयाँ फर्मुला बनाउनु, आफ्नो तरिकाले फर्मुला बनाउनु। तपाईँ सबै जति पनि हुन्छ सबै हिसाब जस्तो सुकै हिसाबहरू पनि तपाईँले के गर्नुहुन्छ सल्भ गर्न सक्नुहुन्छ। हो थोरै चाहिँ जानकारी वा ट्रिक चाहिन्छ, त्यो ट्रिक म चाहिँ यो फर्मुलाको प्लेलिस्ट सकिएपछि यो सबै फर्मुलाजहरू सकिसकेपछि म तपाईँहरूले चाहिँ त्यो ट्रिक पनि भनिहाल्छु।